लिस्टको नम्बर 1 मा रहेको छ सुपरस्टार पल शाहको डेब्यू मुभी नाइन भल्न फोर, जुन मुभी चाहिँ 2016 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा सुपर हिट साबित भएको थियो। ल ठीक छ, एउटा कुरा भन्नुस्, हजुर मलाई मन पराउनु हुन्छ कि हुन्न? पिस्तुल देखाएपछि त जसले नै मन पराउँछु भनिहाल्छन्। नम्बर 2 मा रहेको छ नेपाली मुभी महेश तुहित गाउँछ, जुन मुभी चाहिँ 2017 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा सुपर हिट साबित भएको थियो। मलाई छोडेर कहाँ गयो कि तिमी? आफूलाई एड्स लाग्यो भन्दैमा मदेखि टाढा भाग्नुपर्छ? यसैगरी नम्बर 3 मा रहेको छ नेपाली मुभी जोनी जेन्टलम्यान, जुन मुभी चाहिँ 2017 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा एभरेज साबित भएको थियो। जति माया गर्नु थियो उसलाई गरिसके, अब माया केलाई भन्छन् मलाई थाहा छैन। नम्बर 4 मा रहेको छ पल शाहको सबैभन्दा सफल चलचित्र शत्रुगते, जुन मुभी चाहिँ 2018 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो। भोलिको चोट सहन सक्यो भने म जिन्दगीभर सजिलो बाँच्न सक्छु। यसैगरी नम्बर 5 मा रहेको छ नेपाली मुभी वीर विक्रम 2, जुन मुभी चाहिँ 2019 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा बिलो एभरेज साबित भएको थियो। बच्चाहरूलाई जसले माया गर्छ नि उहीसँग बे गर्छु भन्छन्, मम्मीसँग बे गर्छु, मिससँग बे गर्छु, यस्तै यस्तै। नम्बर 6 मा रहेको छ नेपाली मुभी महेश तुहित गाउँछ 2, जुन मुभी चाहिँ 2022 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा सुपर हिट साबित भएको थियो। सूर्यमा कहिलेकाहीँ ग्रहण लाग्छ, तर त्यो ग्रहणले सूर्यको प्रकाशलाई केही बेर मात्र रोक्छ। त्यसैगरी नम्बर 7 मा रहेको छ नेपाली मुभी पुजार सर्की, जुन मुभी चाहिँ 2024 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा सुपर हिट साबित भएको थियो। पुजारको मैया छ अनि तिम्रो गाउँमायासँग बिहा भने पक्का छ ल, तर मैले भने मान्नुपर्छ तिमीले। नम्बर 8 मा रहेको छ नेपाली मुभी रावायन, जुन मुभी चाहिँ 2024 मा रिलिज भएको थियो। यो मुभीले ओपनिङ चाहिँ राम्रै गरेको थियो, तर नेपाली बक्स अफिसमा सफल भने हुन सकेन। सत्ता सम्बन्ध हैन, शक्तिको पुजारी हुन्छ। नम्बर 9 मा रहेको छ नेपाली मुभी मायावी, जुन मुभी चाहिँ 2025 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा फ्लप साबित भएको थियो। मेरो एउटा सपना छ, तिमीलाई यो संसारको सबै खुसी मिलोस् अनि मलाई तिमी। र नम्बर 10 मा रहेको छ नेपाली मुभी मोहर, जुन मुभी चाहिँ 2025 मा रिलिज भएको थियो भने नेपाली बक्स अफिसमा हिट साबित भएको थियो। एउटी आमाले आफ्नो सन्तानको लागि गरेको युद्धमा कहिले हार हुँदैन रहेछ। Ni fala ma